सुखासनमा बस्नुहोला। हात ज्ञान मुद्रामा, मेरुदण्ड सिधा, आँखा कोमल बन्द। 3 पटक ओमकारको लागि लामो र गहिरो श्वास लिउँ। अब प्रार्थनाको लागि 2 हात जोडेर हृदय प्रदेशमा राख्नुहोला। ॐ संगच्छध्वं संबद्धध्वं शम्भो मनसि जानतां देवाभागं यथा पूर्वे संजनाना उपासते संजनाना उपासते। अब 2 हत्केला आपसमा रगड्दै आँखामा लगाएर बिस्तार हत्केलाभित्रै आँखा खोल्नुहोला। अब उठेर गर्ने आसनको लागि दायाँ गोडा अगाडि, बायाँ गोडा अगाडि, दायाँ गोडा खुम्च्याउनुहोला, बायाँ गोडा पनि खुम्च्याउनुहोला र उठेर समस्थितिमा बस्नुहोला। अब गिरिवा शक्ति सञ्चालन। बिस्तार श्वास छोड्दै अगाडि, बिस्तार श्वास तान्दै बिचमा, श्वास तान्दै पछाडि, श्वास छोड्दै बिचमा। दायाँ कानले बिस्तार श्वास छोड्दै दायाँ कुम छुनुहोला, श्वास तान्दै बिचमा, श्वास छोड्दै बायाँ कानले बायाँ कुम, श्वास तान्दै बिचमा। छोड्दै गर्दनलाई दायाँतिर मोडौँ, श्वास तान्दै बिचमा, श्वास छोड्दै बायाँतिर मोडौँ, श्वास तान्दै बिचमा। गर्दन घुमाउने दायाँबाट दायाँ, पछाडि, बायाँ, अगाडि, अपोजिट डिरेक्सन, बायाँ, पछाडि, दायाँ, अगाडि। अब स्कन्द सञ्चालन। 2 हात शिरभन्दा माथि, हत्केला बाहिर फर्किएको अवस्थामा। बिस्तार हात तल, श्वास छोड्दै, श्वास तान्दै माथि, श्वास छोड्दै तल, श्वास तान्दै माथि, श्वास छोड्दै तल। 2 हात काँधको लेभलमा, बिस्तार हात मोडेर काँधमा राख्नुहोला। अब घुमाऊ 1 2 3। अब विपरीत दिशाबाट 1 2 3। बिस्तार श्वास छोड्दै 2टी हात तल। कटी शक्ति विकास क्रिया। बिस्तार 2 हात अगाडि, हत्केला एक आपसमा फर्किएको अवस्थामा। बिस्तार श्वास छोड्दै दायाँतिर मोडौँ, बिस्तार श्वास तान्दै बिचमा आऊ, बिस्तार श्वास छोड्दै विपरीत दिशामा, बिस्तार श्वास तान्दै अगाडि, बिस्तार श्वास छोड्दै 2 हात तल। जानु शक्ति विकास क्रिया। बिस्तार 2 हात अगाडि, हत्केला तल फर्किएको अवस्थामा। घुँडा बिस्तार श्वास छोड्दै मोडेर कुर्सीमा बसे जस्तो बसौँ। बिस्तार श्वास तान्दै पूर्व स्थिति, हात तल। बिस्तार दोस्रो चरण। बिस्तार श्वास छोड्दै घुँडा मोडेर कुर्सी झैँ बसौँ। बिस्तार श्वास छोड्दै तल पूर्व स्थिति। अब ताडासन। 2 हात अगाडि, एक आपसमा 2 हातका औँला फसाएर हत्केला अगाडि, बिस्तार 2 हात शिरभन्दा माथि तनक्क तन्काऊ, कुर्कुचा जमिनभन्दा माथि, औँलाको टुप्पाले मात्र जमिनलाई छोएको होस्। सिधा दृष्टि अगाडि, बिस्तार श्वास छोड्दै खुट्टा तल, बिस्तार हात पनि श्वास छोड्दै तल। वृक्षासन। दायाँ गोडाको पैताला बायाँ गोडाको भित्री तिघ्रामा राखौँ। बिस्तार 2 हात माथि, नमस्कार स्थितिमा, शिरभन्दा माथि तनक्क तन्काऊ, दृष्टि अगाडि। श्वास सामान्य, स्थिर सुगमासनम, प्रयत्न शैथिल्य अनन्त समापत्तिभ्याम। बिस्तार श्वास छोड्दै 2 हात तल, खुट्टा पनि तल।
बायाँ गोडाको पैताला दायाँ गोडाको भित्री तिग्रामा राख्दै बिस्तार दुई हात माथि लगेर शिरभन्दा माथि तनक्क नमस्कार स्थितिमा तन्काउँ। दृष्टि अगाडि, श्वास सामान्य, बिस्तार श्वास छोड्दै दुई हात तल, गोडा पनि तल। बिस्तार श्वास तान्दै दुई हात माथि शिरभन्दा बिस्तार श्वास छोड्दै कम्मरदेखिको भाग झुकाउँदै दुवै पैतालाको साइडमा राखौँ। निधारले घुँडा छुने कोसिस गरौँ। जुन आसनमा बसिएको छ त्यसमा स्थिरता राख्ने कोसिस गरौँ। स्थिर सुखम आसनम। बिस्तार श्वास तान्दै दुवै हात माथि लिएर जाउँ। बिस्तार श्वास छोड्दै पूर्व स्थितिमा फर्क्यौँ। अर्धचक्रासन, दुवै हात कम्मर पछाडि, बिस्तार श्वास तान्दै पछाडि कम्मरको पछाडिको भाग झुकाउँ। आफ्नो आसनमा स्थिरता बनाउने कोसिस गरौँ। श्वास सामान्य, दृष्टि माथि, बिस्तार श्वास तान्दै फेरि पूर्व स्थितिमा फर्क्यौँ। हात तल राखौँ। त्रिकोणासन, दुई खुट्टाको बीच दूरी बनाउनुहोला। दायाँ खुट्टालाई दायाँतिर मोड्नुहोला। दुई हात माथि लग्दै बिस्तार दायाँ गोडाको छेउमा दायाँ हात, बायाँ हात माथि हत्केला अगाडि फर्केको अवस्थामा दृष्टि माथि। यस आसनमा स्थिरता बनाइराख्नुहोला। स्थिर सुखम आसनम। प्रयत्न शैथिल्य अनन्त समापत्ति व्यायाम। बिस्तार श्वास तान्दै पूर्व स्थितिमा फर्किनुहोला। प्रक्रियालाई अर्को दिशाबाट पनि दोहोऱ्याउँ। दुवै हात काँधको समानान्तर लग्दै बायाँ हात बायाँ गोडाको छेउमा, दायाँ हात माथि, हत्केला अगाडि फर्केको अवस्थामा दृष्टि माथि। त्रिकोणको जस्तो आकृति भएको कारणले गर्दा त्रिकोणासन भनिन्छ। आसनमा स्थिर बनाइराखौँ। बिस्तार श्वास तान्दै दुवै हात माथि, हात तल राख्दै गोडा अगाडि फर्काउँदै गोडा जोडेर पूर्व स्थितिमा फर्क्यौँ। अब बसेर गर्ने आसनको लागि दुवै खुट्टा घुँडामा मोड्दै दुवै हत्केला खुट्टाको छेउमा, दायाँ गोडा अगाडि, बायाँ गोडा अगाडि राख्दै दण्डासनमा बसौँ। अब भद्रासनको लागि दुवै खुट्टाका पैताला आपसमा जोडेर हातको सहाराले बिस्तार आफू भएतिर खिचौँ। तिग्रा जमिनमा राख्ने कोसिस गरौँ। दृष्टि अगाडि, ढाड सिधा, आसनमा स्थिर हुने कोसिस गरौँ। स्थिर सुखम आसनम। श्वास सामान्य। बिस्तार हात छोडेर बिस्तार खुट्टा अगाडि ल्याएर पूर्व स्थितिमा फर्क्यौँ। वज्रासनको लागि दायाँ गोडा मोडेर हिपको मुनि राखौँ। बायाँ गोडा मोडेर हिपको मुनि राखौँ। दुवै हात घुँडा माथि, ढाड सिधा, दृष्टि अगाडि। आफ्नो शरीरप्रति सजग रहनुहोला। आफ्नो आसनप्रति सजग रहनुहोला। आसनमा स्थिरता बनाइराख्नुहोला। अर्ध उष्ट्रासनको लागि घुँडा टेकेर उभियौँ। बिस्तार दुवै हात कम्मरभन्दा पछाडि, श्वास तान्दै पछाडि झुकौँ। दृष्टि माथि। स्थिर सुखम आसनम। जहाँनिर स्ट्रेच भएको छ त्यसमा अनुभव गरौँ। बिस्तार श्वास तान्दै पूर्व स्थितिमा फर्क्यौँ र हात घुँडामा राख्दै वज्रासनमा बसौँ। उष्ट्रासनको लागि दुवै घुँडा टेकेर उभियौँ। बिस्तार दायाँ हात दायाँ पैतालामा, बायाँ हात बायाँ पैतालामा राख्दै पछाडि झुकेर दृष्टि माथि राख्दै ऊँटको जस्तो आकृति बनाऊ। आसनमा स्थिरता बनाऊ। श्वास सामान्य राखौँ। बिस्तार श्वास तान्दै पूर्व स्थितिमा फर्किँदै वज्रासनमा बसौँ। शशकासनको लागि दुवै खुट्टामा अलिकति दूरी बनाउनुहोला। दुवै हात जमिनमा राख्नुहोला। बिस्तार दुवै हात अगाडि लग्दै छाती र चिउँडो जमिनमा लगाउने कोसिस गर्नुहोला। दृष्टि सामान्य, श्वास सामान्य, आसनमा स्थिरता बनाउन कोसिस गर्नुहोला। जहाँ स्ट्रेस भएको छ त्यसलाई अनुभव गर्नुहोला। बिस्तार दुवै हात अगाडि लग्दै पूर्व स्थितिमा फर्किनुहोला। दुवै तिग्रा जोडेर वज्रासनमा बस्नुहोला। अब उत्तान मण्डुकासनको लागि दुवै घुँडामा हल्का दूरी बनाउनुहोला। अब बिस्तार दायाँ हात बायाँ कुममा र बायाँ हात दायाँ कुममा मोडेर राख्नुहोला। दृष्टि अगाडि, छाती बाहिर, श्वास सामान्य,
आसनमा स्थिरता बनाइराख्नुहोला। जुन जे स्थितिमा हुनुहुन्छ त्यो स्थितिमा स्थिर बनाउने कोसिस गर्नुहोला। बिस्तार श्वास छोड्दै पूर्व स्थितिमा फर्कनुहोला। वज्रासन छोडेर दण्डासनमा आउँ। दुवै हात दायाँ साइडमा राखौँ। देब्रे खुट्टा अगाडि फैलाउँ, दायाँ खुट्टा अगाडि फैलाउँ। दुवै हात शरीरको छेउमा राखेर दण्डासनमा बसौँ। दायाँ गोडालाई घुँडामा मोड्नुहोला। बिस्तार आफ्नो शरीरको नजिक ल्याउनुहोला। देब्रे हातलाई माथि उठाएर देब्रे हातको कुइनाले घुँडाभन्दा बाहिर पैताला छेउमा राख्नुहोला। गर्दन घुमाएर पछाडि, ढाड सिधा। स्थिर सुखमासनम प्रयत्न शैथिल्य अनन्त समापत्तिभ्याम। आसनमा स्थिर बनाइराख्नुहोला। बिस्तार गर्दन घुमाउँदै पूर्व स्थितिमा फर्किनुहोला। हात पनि पूर्व स्थितिमा लिएर जानुहोला। खुट्टा अगाडि फैलाउनुहोला। फेरि देब्रे गोडा पनि अघि जस्तै मोडेर दाहिने हात उचालेर दाहिने हातको हत्केला देब्रे गोडाको पैतालाको छेउमा, गर्दन घुमाएर दृष्टि पछाडि। स्थिर सुखमासनम प्रयत्न शैथिल्य अनन्त समापत्तिभ्याम। आसनमा स्थिरता बनाइराख्नुहोला। बिस्तार गर्दन अगाडि, हात पूर्व स्थितिमा, गोडा पनि पूर्व स्थितिमा बसेर दण्डासनमा फर्क्यौँ। अब पेटको बलमा गरिने आसनहरूको लागि तयारी अवस्थामा जाउँ। दायाँ गोडा मोडौँ, बायाँ गोडा पनि मोडौँ। पन्जाको बलमा बिस्तार दायाँ गोडा पछाडि लिएर जाउँ, बायाँ गोडा पनि पछाडि लिएर जाउँ। घुँडा जमिनमा, छाती जमिनमा, चिउँडो जमिनमा। यसरी पेटको बलमा बसौँ। अब भुजङ्ग आसनको लागि दुवै हात छातीको छेउमा राख्नुहोला। बिस्तार श्वास तान्दै माथि नाभि प्रदेशभन्दा माथिको भाग उठाउँ। दृष्टि अगाडि, खुट्टा पछाडि जोडिएको अवस्थामा। जहाँनेरि तनाव भएको छ, खिचाव भएको छ, त्यहाँ ध्यान लाने कोसिस गरौँ। बिस्तार श्वास छोड्दै पूर्व स्थितिमा, चिउँडो जमिनमा। अब सलवासनको लागि दुवै हात तिघ्राको मुनि राखौँ। खुट्टा जोडौँ। बिस्तार श्वास तान्दै दुवै खुट्टा माथि उठाउँ। चिउँडो जमिनमा। स्थिर सुखम आसनम। बिस्तार श्वास छोड्दै पूर्व स्थितिमा फर्क्यौँ। पेटको बलमा गरिने विश्राम आसन मकरासनको लागि देब्रे हात चिउँडो मुनि, दायाँ हात देब्रे हातको माथि, टाउको सुविधा अनुसार, कुर्कुचा भित्र, औँला बाहिर। दायाँ खुट्टा रिल्याक्स, बायाँ खुट्टा रिल्याक्स, पेटको प्रदेश रिल्याक्स, ढाड रिल्याक्स, छाती रिल्याक्स, टाउको रिल्याक्स, पुरा शरीर रिल्याक्स। बिस्तार दुवै खुट्टा आपसमा जोडौँ। बिस्तार दुवै हात छातीको छेउमा लिएर आउँ। अब बिस्तार भुजङ्ग आसनको लागि बिस्तार छाती माथि पर्वतासनमा जाउँ। दायाँ खुट्टा अगाडि, बायाँ खुट्टा अगाडि। बिस्तार दायाँ गोडा अगाडि र बायाँ गोडा अगाडि राखेर दण्डासनमा बसौँ। अब पिठको बलमा गरिने आसनको लागि कुहिनाको सहाराले जमिनमा टेकाउँदै पिठको बलमा जमिनमा पल्ट्यौँ। कन्दरासनको लागि दुवै गोडा घुँडामा मोडौँ। दुवै हातले कुर्कुचा समातौँ। बिस्तार काँधभन्दा मुनिको शरीरको भागलाई जमिनबाट माथि उठाउँ। यो आसनमा स्थिर हुने कोसिस गरौँ। श्वास सामान्य राखौँ। जुन स्थिति बसिएको छ त्यो स्थितिमा स्थिर हौँ। बिस्तार श्वास छोड्दै शरीर जमिनमा, गोडा सिधा बनाऊ। अब उत्थान पादासनका लागि दुई गोडा आपसमा जोडेर बिस्तार श्वास तान्दै गोडालाई 30 डिग्री माथि उठाऊ। आसनमा स्थिरता बनाइराखौँ। जहाँनेरि स्ट्रेस तनाव भएको छ त्यो स्थानमा आफ्नो ध्यान लगाऊ। बिस्तार श्वास छोड्दै गोडा जमिनमा, लामो र गहिरो श्वास लिऊ, लामो र गहिरो श्वास बाहिर निकाल्दिऊ। अर्ध हलासनको लागि दुई गोडा जमिनबाट 90 डिग्री माथि उचालौँ। स्थिर सुखमासनम प्रयत्न शैथिल्य अनन्त समापत्तिभ्याम। शरीरप्रति सजग रहौँ, श्वासप्रति सजग रहौँ। बिस्तार श्वास छोड्दै पूर्व स्थितिमा गोडालाई जमिनमा राख्दियौँ। अब पवन मुक्त आसनको लागि दुवै गोडा घुँडामा मोड्नुहोला।
दुई हातलाई कैँची बनाएर गोडालाई आफू भएतिर खिच्नुहोला र पेटमा दबाब राखेर बिस्तार टाउको उचालेर नाक दुई घुँडाको बीचमा छुनु कोसिस गर्नुहोला। यस आसनमा स्थिर बन्ने कोसिस गर्नुहोला। बिस्तार श्वास छोड्दै टाउको जमिनमा, खुट्टा पूर्व स्थितिमा, हात पनि जमिनमा। अब शवासनको लागि दुई गोडामा अलिकति दुई बनाउनुहोला। हात पनि हल्का दूरीमा, हत्केला माथि फर्किएको अवस्थामा। शरीरका सम्पूर्ण भाग आनन्द र रिल्याक्स भएको महसुस गर्नुहोस्। दायाँ खुट्टा रिल्याक्स भएको छ, बायाँ खुट्टा रिल्याक्स भएको छ, कटी प्रदेश रिल्याक्स भएको छ, पेट रिल्याक्स भएको छ, छाती रिल्याक्स भएको छ, पछाडिको भाग रिल्याक्स भएको छ, घाँटी गर्दन रिल्याक्स भएको छ, अनुहारका सारा अङ्गहरू रिल्याक्स भएको छ, शिरदेखि पाउसम्म, पाउदेखि शिरसम्म शरीरका सारा अङ्गहरू विश्रामलाई उपलब्ध भएको छ। बिस्तार दुई गोडा छोड्नु, बिस्तार दुई हात रगड्दै आँखामा लगाऊ। बिस्तार कुइनाको सहाराले देब्रे कुल्टी फर्किँदै बिस्तार दण्डासनमा बसौँ। अब कपालभाती क्रियाको लागि ध्यानात्मक आसनमा बसौँ। हात ज्ञान मुद्रामा, ढाड सिधा, गर्दन सिधा, आँखा बन्द। पेटको बलमा सासलाई बाहिर फालौँ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30। लामो गहिरो श्वास लिऊँ। लामो गहिरो श्वास बाहिर निकालौँ। लामो गहिरो श्वास लिऊँ। लामो गहिरो श्वास बाहिर निकालौँ। कपालभाती 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30। लामो गहिरो श्वास लिऊँ। लामो गहिरो श्वास बाहिर निकालौँ। गहिरो श्वास लिऊँ। गहिरो श्वास बाहिर निकालौँ। तेस्रो चरण कपालभाती 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30। लामो गहिरो श्वास लिऊँ। लामो गहिरो श्वास बाहिर निकालौँ। दीर्घ श्वास, दीर्घ प्रश्वास। अनुलोम विलोम प्राणायामको लागि नासाग्र मुद्रा बनाउनुहोला। बिस्तार देब्रे नाकबाट श्वास लिँदै बिस्तार दाहिने नाकबाट फाल्नुहोला। बिस्तार दायाँबाट लिऊँ, बायाँबाट फालौँ। यो 1 राउन्ड कम्प्लिट भयो। यसै गरी 4 राउन्ड गर्नुहोला। राउन्ड कम्प्लिट भएपछि देब्रेबाट श्वास फाल्दै बिस्तार हातलाई गोडामाथि राख्नुहोला। अब शीतली प्राणायामको लागि जिब्रोलाई मोडेर मोडिएको भागबाट बिस्तार वायुलाई भित्र खिच्नुहोला। जालन्धर बन्द लगाउनुहोला र बिस्तार आफ्नो क्षमताअनुसार 5 सेकेन्ड रोकेर बिस्तार देब्रे नाकबाट श्वासलाई बाहिर निकाल्दिनुहोला। लामो गहिरो श्वास लिऊँ। लामो गहिरो श्वास बाहिर निकाल्दिउँ। लामो गहिरो श्वास लिऊँ। लामो गहिरो श्वास बाहिर निकालौँ। दोस्रो चरणको लागि जिब्रोबाट पुनः प्रक्रियालाई दोहोऱ्याउँ, चिनलक गरौँ। श्वास आफ्नो क्षमता अनुसार रोकौँ। बिस्तार श्वास बायाँ नाकबाट बाहिर निकालौँ। हात पुनः घुँडामा। प्राणायामको अन्तिम चरणको लागि बिस्तार ऐकै प्रक्रिया दोहोऱ्याउँ। श्वास खिचौँ।
बिस्तार जालन्धर बन्द लगाऊ। श्वास छोड्दै पुनः हात घुँडामा राखौँ। भ्रामरी प्राणायाम भमराको जस्तो आवाज बनाउने भएकोले भ्रामरी प्राणायाम भनिन्छ। सरल भ्रामरी 3 पटक लामो र गहिरो श्वास लिनुहोला। Then take deep breath in, deep breath out. भ्रामरी प्राणायामको दोस्रो प्रकारको लागि सन्मुखी मुद्रा लिनुहोला। लामो र गहिरो श्वास लिँदै भमराको जस्तो आवाज पुनः दोहोऱ्याउनुहोला। अब ध्यान शान्त भएर आफ्नो श्वासलाई निहालिरहनुहोला। आइरहेको श्वास र गइरहेको श्वास। श्वासको सहज पहरेदार भएर शान्त भएर श्वासलाई हेरिरहनुहोला। तर प्रतिक्रिया केही पनि नदिनुहोला। आइरहेको श्वास र गइरहेको श्वासलाई साक्षी भावले निहाल्नुहोला। संकल्प म आफ्नो मनलाई सधैँ सन्तुलित राख्नेछु। यसैमा मेरो आत्मकल्याण समेटिएको छ। म आफ्नो कर्तव्य आफूप्रति, कुटुम्बप्रति, आफ्नो काम, समाज र सम्पूर्ण विश्वको प्रति शान्ति, आनन्द, स्वास्थ्यको प्रचारको लागि प्रतिबद्ध छु। अब अन्तिम प्रार्थनाको लागि दुई हात आपसमा जोडेर एक साथ प्रार्थना गरौँ। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखमा भवेत्। ॐ शान्ति शान्ति शान्ति।